पीडित म केही छैन केही न केही पाइहाल्छ नि त्यहाँ जानु त केही पाउँछ है हामी त जान्छौँ थाहा हुँदैन पैसा भएको जम्मा 6वटा केरा किनेर चाहिँ भाइ बहिनीलाई त अलि 2 दर्जन लगाइदिनु 2 एभ्रिवान वेलकम ब्याक टु माई युट्युब च्यानल स्वागत छ हजुरहरूलाई मेरो अर्को नयाँ भिडियो एन्ड ब्लगमा अनि म चाहिँ एकदमै सन्चै आरामै छु अनि हजुरहरू पनि एकदमै सन्चै हुनुहुन्छ होला भन्ने आशाको साथ मैले भिडियो स्टार्ट गरेको छु अनि म रेडी भइसकेँ अनि हिजो मैले भनेको थिएँ नि हजुरहरूलाई मेरो चाहिँ गाउँपालिकामा जानु छ साथी र म अनि हाम्रो चाहिँ मन्थली मिटिङ हुन्छ भनेर भनेको थिएँ नि अनि हामी त्यहीँ जानको लागि चाहिँ म चाहिँ रेडी भइसकेँ अनि साथी पनि रेडी हुँदै हुनुहुन्छ म हजुरहरूलाई के हुन्छ आज भनेर चाहिँ देखाउने छु है त हेर्दै गर्नु होला हाम्रो आउटफिट अफ द डे यस्तो छ यस्तो छ हामी चाहिँ यस्तो भएर जानु लागेको छु आउनु यस्तो भएर जानु लागेको छौँ हामी चाहिँ जाने नि त अब गर्मी हेर्नु न गड गाइस हामी चाहिँ जान लागेको अब जम्प भयो अब शीतल हुन्छ कति गर्नु भएको गाइस हाम्रो पालिका जाने बाटो पनि पिच भएछ फाइनल्ली म चाहिँ गाउँपालिका आइपुगेँ यो चाहिँ हाम्रो गाउँपालिका हो खारादेवी गाउँपालिका हो रामेछाप अनि साथी चाहिँ अर्को साथीले लिन जानुभएको छ मलाई यहाँ पुरै हेरिकन अनि म चाहिँ यसो के बस्नु त भनेर हिँड्दैछु आउँदै हुनुहुन्छ यस्तो दामी छ वाउ अब असारमा सन्ता लाओ क्या बाहिर बसेर हल्ला गर्छन् सिस्टर बाहिर बसेर हल्ला गर्नु दिपाई त हेर्नु न कस्तो राम्रो देखेको गाउँपालिका सहित तपाईँ सिस्टर पनि हुनुहुन्छ यिनीहरूमध्ये केहीले मानिस र पशुपक्षीहरूलाई चाहिँ फाइदाजनक हुन्छन् भने केही हानिकारक हुन्छन् र विभिन्न रोगहरू गर्छन् साथीहरू हामीले चाहिँ हल्ला गरिकन हामीलाई सरले ब्रेक दिनुभएको अनि हामी ब्रेकमा पनि हल्ला गरिरहेछौँ 4 बार बोल रहे हैं पढ़ने निकले वाले छात्रों को राजनीति से दूर रहना चाहिए हैं पढ़ाई लिखाई में ध्यान लगाओ आईएएस बनो और देश को संभालो छोड्नु हुँदैन ल है त हामी के हो मम्मा हेलो गाइजहरू दिदी सिकिन्द सर के खानु लाग्नुभयो मिठो खानु न खानु
खाए ल भन्नु भाई मजा आया कस्तो छ होला है मिठो खाए ल लो भेज खाएर मसँग सम्पर्क नै मेरोबाट नखुलेर मिठो छ तपाईँको तिनवटा छैन त मैले कस्तो छ मिठो छ आउन त आयौँ कसरी जाने भनेर चाहिँ हामी यहाँ केही छैन केही न केही पाइहाल्छ नि त्यहाँ जानु त केही न पाउँछ है हामी त जान्छौँ थाहा हुँदैन अब हामी पनि जान लागेको अनि यो हाम्रो साउन महिनादेखि त नयाँ कुरा चेन्ज हुन्छ नि त साथीहरू रजिस्टरहरू सबै नयाँ अनि हामीले सकेको जति चाहिँ लिएर आयौँ ओ माइ गड केही छैन त दिपा ए हेलमेट निकाल्नु अनि तपाईँ सुरा लाउनु म माथिबाट लाउँछु हामी पनि अब जान लागेको के पानी आइरहेछ अब के गर्ने त ब्यागमा नि कहाँ हट्छ त पैसा भएको जम्मा 6वटा केरा किनेर चाहिँ भाइ बहिनीलाई त अलि 2 दर्जन लगाइदिनु 2 अनि उहाँ पाइँदैन नि त ओ हाम्रो फलफुल किन्नलाई साथीहरू पानी आयो गाइज रेनकोट पनि छ अब हामी घर पुग्छौँ कसरी भिज्यो भने थाहा छैन सक्छ होला नि अघि आउँदाखेरि एकदम गर्मी थियो मेरो पनि छ साथीहरू कत्रो ठुलो पानी परेको त यस्तोमा आएर हामीलाई पानीले कुट्यो यस्तो भयो पानी यत्रो परेको छ हामी भिजेको पसलमा आयो एउटा पसलमा यहाँ गोनपर्ने भन्ने ठाउँमा आएर चाहिँ हामी एकछिन बस्यौँ तर पानी चाहिँ उफ्रिने भन्ने र नाम निशानै छैन कतिखेर यो रोकिने हो थाहा छैन एकदम ठुलो परिरहेको पानी चाहिँ फाइनली गाइज पानी अलिअलि रोकेको छ अनि लगाएको अनि कस्तो खतरा छ हेर्नु न साथीहरू टक्क बादल सर हिँडिरहेको
हामी पनि रुममा आइसक्यौँ। रुममा भनेको हो, म सधैँ रुममा बस्नु रुममा भनेको घरमा आइसक्यौँ। अनि पानी पनि परेको छ, यस्तो चिसो चिसो मौसम छ। अनि आन्टीले चाहिँ हामीलाई चिया लिएर दिनुभयो। वाउ यस्तो मिठो चिया छ। अनि आजको भिडियो चाहिँ मैले यहीँ इन गर्न चाहेँ। साथीहरू एकदमै स्वस्थ रहनु होला, व्यस्त रहनु होला, खुसी रहनु होला। अनि यदि च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला। अनि हाम्रो भिडियो हेरेर कमेन्ट गरिदिनु होला। बाई 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 साथीहरू, बाई बाई।